पनि स्वागत छ हजुरहरुलाई मेरो न्यू भिडियोमा। अनि आज पनि फेरि लिएर आइसकेको छु म म्यागी च्यालेन्ज। अनि मेरो साथमा हुनुहुन्छ दुईजना दिदीहरु। अनि यहाँ चाहिँ खानु नपाएर छिट्टै गरिराछ। अनि उनीहरु चाहिँ रेडी भइसक्नु भएको छ खानुलाई, खाइ पनि सक्नु भएको छ। अनि हेर्न सक्नुहुन्छ हाम्रो म्यागी च्यालेन्ज है। म्यागी च्यालेन्ज भन्दा नि हामीले खाएको देखाउन गइरहेको छौं, देख्न सक्नुहुन्छ। अनि हजुरहरु पनि बनाएर खान सक्नुहुन्छ है। किन उठाउनु Maggie, this is the Maggie. This is the Maggie. और मैंने बनाया। अच्छा। Start. Start. और कोली आगे क्या है? दीदी आगे देना। रिव्यू देना है इसको कॉस्ट बायो के बायो। कस्तो भएर वाटर चाक चाहिँ चाक चाहिँ खत्तम हुन्छ। मैले नि बनाएको थिएँ, म आफै प्रशंसा हामीले त्यतिकै प्रशंसा गरिदिएको त। कहना क्या चाहते हो? र म भन्छु साच्चै मिठो चाहिँ लागेन मलाई। आमा अघि जिउरा फर्काएर खाइरहेको थिएँ। चाट्ने चम्मच चाट्दै थियो। ब्याक क्यामेरा है। अलिक धेरै नक्कली नक्कली पनि नभए। मिठो छैन? खोर्सानी खाने? खोर्सानी खानु मन थियो तर अस्ति नै चटपटेमा अलिक पोलेकोले अनि एउटा पनि धेरै भएछ त। यहाँ के मिसाएर बनाएको नि त। क्याप्सिकमहरु धेरै छ नि त। भेजहरु उयो हातमा चाहिँ नझरे गालामा। न त पुट्टो खदारे यहाँ पुट्टो काटिदिएको दलियो स्टार फेरि सक्दैन नि फेरि गइदिएर। चेस गरौँ चेस। स्ट्यान्डर हो नि। लु लियो चेस। तँ चाहिँ राख भुइँमा। खाइसकेर चाहिँ चेस चेस के भयो त? ठोकाउनु न भनेर खाइराख्नु आँटेपछि एउटा रक्सी पनि ल्याउनु बियर खाने कोकको साटो बियर किन्दिने। म लिएर आउँछु लु, मैले पसलबाट लिएर आउँछु। अनुहार हेर न अनुहार। लु लु बियर ऊ नभए पनि लु म लिएर आउँछु लु। नाटक नगर है। सुनाइ जायो बोयफ्रेन्डको ल युट्युब हेर्नु है दाइ, अरूको ऊ आउँदैछ है म्यासेज, तल आउनु नि फेरि म कुटिदिन्छु नि। केही बोल्दै त खानु, त्यो रोमान्टिक कुराहरू भन्नु। के बोल क्यामेरा खडिरहेछ उहाँ। 16 प्रो म्याक्स कि 16 के भन्छ? म अब घर जाँदैछु। गिलास ल्याउ न रक्सी बिराले गाली खायो भने हान्छे पानी हो। एटेड फोर एट लास्टै पिरो रक्सी पनि यसरी अन्डा पनि खानु पर्यो। अन्डा चाहिँ हामीले बोलिहाल्यो भने अन्डा सुन्नु पिरो। अर्कोचोटि चाहिँ गेम खेल्नुपर्छ र भन्छ हुन्छ। कहिले अर्कोचोटि नेपाल गएर खेल्छु भनेको होला साला। होइन हौ कहाँ नेपाल गएर यस्तो भिडियो चटाउँदै आइरहेको जस्तो त म खान्छु तिमीलाई मात्र भिडियो पठाउँदैछु टुक्क। यहाँ हेर बहिनी म त मिठो मिठो खाँदैछु। मलाई चाहिँ भिडियो पठाउनु काम नआउने नि फेरि। म फेरि यहाँदेखि बनाएर पठाइदिन्छु फेरि। अनि मलाई त्यो त कहाँ कहाँ घुम्नु जान्छु। 5 दिन त सेपका खान्छु। खानु के खान्छु के खान्छु खानु खान्छु नि। मलाई तर काम नै पिरो छ त। के को खोर्सानी लाग्यो है सर? काटेर हरियो खोर्सानी। त्यस्तो पिरो लाग्यो? मलाई त त्यस्तो पिरो छैन है मेरो लागि चाहिँ। मिठो चाहिँ छैन। प्रशंसा गर्नु न हौ, फेरि म अगाडि बनाएर खुवाउँदिनँ नि। मिठो छ पिरो। हेरेर मिठो पनि पिरो पनि जो टेस्टी छ भनौँ न। म सानो मान्छे चाहिँ हेर्नु त बिचमा राख्नु नि मलाई चाहिँ धपाइदिरहेको छ हौ। यहाँ आफूलाई चाहिँ अप्ठ्यारो भइरहेछ खानलाई। ठेलिदिन्छ होला बिचमा घुसारेर
ए साँच्ची एउटा भिडियोमा के त्यो खाएँ ल भने त्यत्रो त मासु खान्छ नि त्यो तिनीहरू होइन अनि बसेर खाइरहेको थियो कि भात अनि एउटी बुढी मान्छे नि थियो अनि टोपी लगाएको थियो कि अनि यस्तरी बसेर भात त्यो टोपी लगाएको चाहिँ को हो भन्छ कि आफूलाई आफू नजिक त्यस्तै अघि दिदीले टोपी लगाएको भन्दै थियो मलाई त्यही याद आएको कि लगाएको बाबा एकजना चाहिँ नबोली खान्छ नि त त्यसमा चाहिँ म पर्छु तिमी भिडियो बोल्नु त्यहाँ साथीहरू कति पत्र पत्र बोलेको भन्नुहुन्छ होला है यस्तै हो जानु आँटेको छ कि मिठो बनाएर खुवाएको के सकिन ए मैले पनि हिजो पानीपुरी पुरी बनाएर खुवाएको चाहिँ अरू पनि धेरै खुवाएको छु के खुवाउँदा यो 2 वर्षमा तिमीलाई के बनाएर चाहिँ खुवाइन भन न बिर्सिसक्यो अब खुवाउनु भयो त याद हुन्छ होइन गएको घरको लागि त खा थालो चाहिँ भने म यो चम्मचले आँखा निकालिदिन्छु बहिना दिनु न क्यामेरा भएपछि म त नखाने हो म त खाँदैन नि फेरि सरी ल मेरो मात्र हाल्छु भिडियोमा मेरो विजय गर्दै हिजोको जुटो चाहिँ खुवाउनु पर्दैन पानीपुरीमा के फुरुरु उडाइदिएको के थुक चाहिँ होइन पानीपुरी यत्रो ठुलो थियो हालेको अटेको भए पो बिचैबाट ब्राङ्गै गएको क्या दिदीको निमिट त्यस्तो घिन लाग्दो चाहिँ छैन है दिदी पिङ्क लाएर गोरी देखिँदैछ कालो लाएर झन् म कालो देखिरहेको छु म चाहिँ कालो मान्छे त्यहाँ माथि सानो मान्छे नाटक गर्छु क्या कस्तो साँच्चै कति धेरै हुँदो रहेछ यतामा यहाँ कति थोक हालेर बेतर बनाएको त दुईजनाले ठिक्क हुन्छ यो दुईजनालाई ठिक्क हुन्थ्यो हामीलाई पिरोले त मुटु काम मेरो साथीहरू मुटु काम दमकल बोलाइदिनु है अच्छा खाउ न सकिसक्यो दमकल होइन डक्टर चाहिँ भन्न खोजेको दमकल भने अरे कहना क्या चाहते हो यस्तै हो जिन्दगीमा उता पनि छ है खानु तर लास्ट रमाइलो गऱ्यौँ है हामीले यो रमाइलो पनि भयो बाग्यो पनि जुद्यो पनि जुत्दैन है जाँटो गरेर एक घुमाएर दिन मन लाग्दैन के गर्नु माया लाग्थ्यो एक घुमाएर तोरीको तेल निकालेर के गर्नु दिदी हो मुझे मारो मारो यार मजाक हो रहा है भक्तिर उयो क्या यो भिडियो लाग्दैन है याद गर्दैन त्यो खानु पिरोले खानै सकिरहेको त्यही भएर बिस्तारै बिस्तारै जाडो होइन जस पिरो भने टेस्टी छ भनौँ न किन खोलेको झुकेको न यस्तो न झुकेको लुङ्गी डान्स एउटा सक्नु आँटो सक्नुहुन्छ मलाई धेरै हालिदेऊ कि अब भन्नु मलाई चाहिँ धेरै लाग्दैछ यस्तै भन्दै खान्थेन खाइसक्दैन तिम्रो मलाई धेरै लगाएर आफू खाएर खायो होइन पेट चाहिँ अगायो मुख आयो होइन सुन्नुहोस् मेरो मुख चाहिँ अगाएन उहाँहरूको के भयो त उनीहरूलाई नै सोध्नुहोस् मेरो सब अगायो के अगायो मुख पनि घोडी पनि अरू पनि करैले खाएको नै सरको तपाईँको के अगायो मलाई त ठिकै त्यसो केही पनि भएन दामी लागिरहेको छ अघि सुरुमा चाख्दाखेरिको जस्तो चाहिँ भएको छैन अनि अगाउँदै गयो चाहिँ कहाँ हुन्छ त अलिक चर्को भयो लास्टमा चर्को त्यो चाहिँ भएको छैन है हेर
कहाँ एकदम लेभल त्यसै हो भने त आफ्नो टेस्ट हुन्छ क्या चर्को चर्को लाग्यो लास्टमा लगाएर मलाई एकदम ठिक लाग्यो नि तिमीहरूलाई पिरो लाग्यो मलाई पिरो पनि लागेको छैन अब मलाई कसले 500 रुपियाँ निकालेर दिन्छ किन मैले फर्स्ट खाइसकेँ हेर्नुहोस् त्यसो 500 रुपियाँ भनेको त अघि म राख्नु सक्थेँ होला त सुरुमा त्यसो भएर जाने क्या होइन यत्रो लङ भिडियो पनि त बनाउनु थियो होला नि त भिडियो चाहिँ लाग्ने हो कि नराख्ने हो लाग्छ म हाल्छु हाल्ने हो कि नहाल्ने हो लङ भिडियो र सङ भिडियो भनेर नाटक बनाउँदा एकछिन मिठो भयो पानीको मिठो लाग्यो पानी मिठो लाग्यो अरे पानी मिठो लागेन ला चिसो पानी पो खाँदिनँ भन्दै थियो त किन? बढाइदिएछ किन चिसो पानी नखाने तपाईँको कुरा र यो नआएको त खोल्नु कसले खान्छ यो चाहिँ लेच यहाँ यत्रो भयो कुरकुरे चाहिँ खानु मन नलागेको अरे क्या के भन्नु होला एकताल खाएर कहाँ खान्छ तैँले क्या बात नहीं है जाडै भयो त दामी भयो त्यहाँ कहिले आउँछ कस्तो अप्ठ्यारो अप्ठ्यारो गऱ्यो भने दुईजनाले चेपेर यसो गरेर हेलो गाइस फेरि पनि अर्को भिडियो लिएर आउनेछौँ यो भिडियोमा हेरेर रमाइलो गर्नु होला अर्कोचोटि चाहिँ हामी दुईजना मात्र होइन अर्कोचोटिको भिडियोमा चाहिँ उयो के भन्छ रातो गालावाले दिदी र म हुनेछौँ न्यू भिडियो लिएर आउनेछौँ अनि आजलाई चाहिँ यति नै हजुरहरू यो भिडियो हेरेर रमाइलो गर्नु होला र हजुरहरू पनि आफ्नो साथी दिदी बहिनीहरूसँग बसेर यसरी रमाइलो गर्नु होला बाई बाई